साथीहरु एकैछिन यो माथिको भिडियो हेर्नु त। यस्तो किसिमको अराजकता मचाउने गुण्डाहरूलाई तपाईहरुले के भन्न चाहनुहुन्छ साथीहरु कमेन्ट गर्नु है साथी। म त यही भन्न चाहन्छु साथीहरु, कानुन भन्दा माथि कोही पनि छैन र सत्य तथ्य छानबिन गरी कसैलाई पनि प्रतिशोधमूलक तरिकाले प्रतिशोध साध्ने काम नगरियोस्। चाहे त्यो केपी ओली होस्, चाहे त्यो रमेश लेखक होस्, चाहे त्यो रवि लामी छाने नै किन नहोस् साथीहरु, सत्य तथ्य छानबिन होस् र दोषीलाई हदैसम्मको कारबाही होस्। साथीहरु 76 जना जेनजीको हत्यारा फाइनली आज पक्राउ परेका छन्। यो न्युजले मनै एकदमै हर्षित भएको छ, खुसी भएको छ साथीहरु। नेपालले सुदन गुरुङ जस्तो एक्सन ओरिएन्टेड गृहमन्त्री पाएकोमा म पनि एकदमै खुसी छु साथीहरु। अब सुदन गुरुङले गर्छन् है साथीहरु, अब केटोले गर्छ साथीहरु। यति कुरा चाहिँ म ढुक्कले भन्छु कि साथीहरु, अब केटोले एक एक छानी छानी हत्यारा, बलात्कारी, घुसखोरी र यो भ्रष्टाचारीहरूलाई एक एक छानी छानी खोरमा हाल्छन् भन्ने कुरामा कुनै दुई मत रहेन साथीहरु है। किनकि शपथ ग्रहण गरेको 24 घण्टा नबित्दै एकदमै ठुलो काम गरेका छन् है साथीहरु। के भन्न चाहनुहुन्छ कमेन्ट गर्नु है त।